सर्वप्रथम यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। यो अङ्ग्रेजी नयाँ वर्षकै दिन राष्ट्रिय पोसाक दिवस भनेर यहाँहरूले मनाउन सुरु गर्नुभयो, यो किन आवश्यक पर्यो? वास्तवमा दिवस आवश्यकै छैन हैन। राष्ट्रिय पोसाक दिवस भनेर दिवस मनाउनु पर्ने आवश्यकताले दिवस मनाइएको होइन। तर नेपालको साझा एउटा औपचारिक पोसाक, जुन पोसाकले नेपाललाई प्रतिनिधित्व गरेर संसारको कुना कुनामा जाओस् र संसारले चिनेको पोसाक चाहिँ हाम्रो औपचारिक पोसाक होस् भन्ने हाम्रो ध्येय हो। जसरी नेपाललाई चिन्दै गर्दा सगरमाथाको देश भनेर चिनिन्छ, जसरी नेपाललाई चिन्दै गर्दाखेरि बुद्धको देश भनेर चिनिन्छ, त्यसै गरी नेपाललाई चिन्दै गर्दाखेरि नेपाली लगाउने टोपी, विशेष त उसले लगाउने पोसाक जो दौरा सुरुवाल जो छ, त्यो दौरा सुरुवाल र टोपी भनेको चाहिँ संसारको एकमात्र देश नेपाल जसले तपाईँको त्यो पोसाक लगाउने गर्दछ र संयुक्त राष्ट्र सङ्घसम्म हाम्रो पहिचान त्यसरी बनेको छ। अब रहेको कुरा किन अङ्ग्रेजी नयाँ वर्षमा भन्दा नेपाली नयाँ वर्ष त हामीले जहिले पनि मनाइ नै रहेका छौँ। वैशाख 1 गते विक्रम सम्वत, संसारमा नेपाल मात्र त्यस्तो देश हो जुन देशले विक्रम सम्वत मनाउँछ। वास्तवमा विक्रम सम्वत मनाउनु पर्ने त नेपाल सँगसँगैको चाहिँ जो जुन त नेपाल, भारत होइन, चाहिँ भुटान, बङ्गलादेश, श्रीलङ्का लगायतका यो एसियाका जुन कन्ट्रीहरू छन्, देशहरू छन्, ती सबैले चाहिँ विक्रमादित्यको वर्ष मनाउने चाहिँ आवश्यकता हो। तर भारतले पनि इस्वी सम्वत मनाउने गर्दछ हैन। किन भन्दाखेरि उनीहरूलाई तपाईँको चाहिँ अङ्ग्रेजहरूले त्यसरी दमन गरेर अन्तिममा विक्रम सम्वत नै त्यहाँबाट पलायन गराएर उनीहरूले इस्वी सम्वत मनाउने गर्दछ। तर नेपालमा त्यो छैन। नेपालमा हामीले विक्रम सम्वत वैशाख 1 गते भव्यसँग मनाउन सक्छौँ, मनाइ पनि रहेका छौँ। अब अङ्ग्रेजी नयाँ वर्षमा किन भन्ने खालको प्रश्न यसले सबैले गरेको प्रश्न हो, यसमा तपाईँले पनि प्रश्न गर्नुभयो। आज नेपालीहरू नेपालीपन मन पराउने, नेपाली भाषा मन पराउने, नेपाली भाषा बोल्ने, नेपाली मूलका गरेर आज नेपालको भूगोल र यो नेपालको भूगोलभन्दा बाहिर चाहिँ करोडौँ नेपालीहरू चाहिँ विदेशमा हुनुहुन्छ। त्यो विदेशमा भइरहँदाखेरि आज तपाईँ अरू छोडिदिनुहोस्, नेपालीहरूले आज नेपाली पोसाक दिवस, टोपी दिवस मनाउनुपर्छ, यो देशको साझा पोसाक हुनुपर्छ भनेर हामीले आन्दोलन गरिरहँदाखेरि हाम्रो छिमेकी मुलुक तपाईँको भारत, भुटान, म्यानमार यी लगायतमा बस्ने नेपाली भाषीहरूलाई यो दिवस मनाउनुपर्छ भन्नुहुन्छ। किन उहाँहरूको मनमा यसरी गाडिएको छ कि उहाँहरू त्यो पोसाकमा सदैव लगाएर हिँड्नुहुन्छ। त्यहाँको औपचारिक कार्यक्रमहरूमा पोसाक अटोमेटिकली जसरी नै यसरी लगाएर बस्ने चलन छ। जस्तो गोर्खाजहरू भन्ने बित्तिकै शिरमा टोपी लगाउने चलन छ। यो तपाईँको संसारभरि छ। तर नेपाल मात्र त्यस्तो हाम्रो चाहिँ देशबन्दी हो जहाँको तपाईँको साझा पोसाक, साझा भाषा, साझा संस्कृतिहरूलाई चाहिँ राजनीतिका नाममा कहिले यता कहिले उता आफ्नो चाहिँ स्वेच्छाले चलाउने यो प्रचलन लामो समयदेखि चलिआएको छ। अहिले हामीले जनवरी 1 नै किन भन्दा हो हामी मनाउने चाहिँ पौषको 17 गते हो नेपालमा। हामी यो वर्ष पनि 2082 सालको पौषको 17 गते मनाउँछौँ। अघिल्लो साल पनि हामीले पौषको 17 गते नै मनायौँ। हामी पौष 17 गते नै मनाइरहेका छौँ। तर हरेक 4 वर्षमा चाहिँ लिप इयर भएको कारणले गर्दाखेरि चाहिँ कहिलेकाहीँ 16 गते नै जनवरी 1 परिन्छ। त्यसरी चाहिँ जनवरी तपाईँको चाहिँ जो जनवरी 1 चाहिँ नेपाली सम्मत अनुसार 4 वर्षमा तलमाथि परेको रेकर्डहरू छ। त्यो लामो समयदेखि त्यो क्यालेन्डरमै त्यही नै छ। जनवरी 1 त संसारभरि बिदा हुन्छ होइन। नेपालमा बरु हुँदैन, तर संसारका सबै देशमा न्यु इयर बिदा हुन्छ। त्यो न्यु इयर बिदा हुँदै गर्दा जो नेपाल छोडेर गएका नेपालीहरू छ, जो चाहिँ अब विदेश बस्न थालिसके, जस्तो तेस्रो पुस्ता भन्छौँ हामी। पहिलो पुस्ता हजुरबाको पुस्ता यो देश छोडेर गयो, दोस्रो पुस्ता तपाईँले त्यहीँ जन्मियो अथवा चाहिँ यहाँबाट जन्मिएर त्यहाँ गएर अब तेस्रो पुस्ता चाहिँ यहाँ जन्मिएर उहीँ जन्मियो। त्यो अवस्था रहँदै गर्दाखेरि चाहिँ अब नेपालको भाषा, नेपालको संस्कृति, नेपालको संस्कार, नेपालका पोसाक, नेपालको रीतिरिवाज, चाडपर्व सबै चिजहरू अब के हुनेवाला छ भन्दाखेरि त्यो तेस्रो पुस्तामा गइसकेपछि त्यो चाहिँ अब हराउनेवाला छ। किनभने पहिलो र दोस्रो पुस्ताले त्यसलाई निरन्तरता दिएन भने तेस्रो पुस्तामा त भाषै पनि हराउनेवाला छ। त्यो चिजलाई निरन्तरता दिनको लागि अब विदेशमा तपाईँको चाहिँ दौरा सुरुवाल लाएर तपाईँको चाहिँ त्यहाँ दिवस मनाऊ, त्यहाँ चाहिँ राष्ट्रिय पोसाक त्यहाँको त्यो बनाऊ भन्न खोजेको होइन कि हाम्रा नेपालीहरू जति छन् त्यो संसारको कुना कुनामा फैलिएका छन्। उनीहरूलाई आफ्नो पोसाक र भाषा, संस्कृति, आफ्नो झन्डा, आफ्नो देश, आफ्नो भूगोल चाहिँ नबिर्सुन् भन्ने खालको चाहिँ त्यो जागरणको लागि चाहिँ जनवरी 1 हामीले राखेको। जनवरी 1 भनेको चाहिँ संसारभरि भएका नेपालीहरूले नयाँ वर्ष मनाउने कारणले गर्दाखेरि चाहिँ जनवरी 1 राखेको हो। तर यो दिवस मनाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ राखेको होइन। म यसमा पनि तपाईँको चाहिँ म अहिले नै खण्डन गरिदिन्छु। दिवस चाहिन्छ भन्ने छैन, बिदा चाहिन्छ भन्ने पनि छैन। हामी बिदाको लागि पनि यो गरेको होइन। मात्र के छ भन्दा नेपाली पोसाक दिवस भन्ने त्यो नट ओन्ली दौरा सुरुवाल, यसमा दौरा सुरुवालको टोपीको मात्र कुरा छैन होइन। त्यसमा तपाईँको चाहिँ गुरुङको पोसाक छ, त्यसमा राईको पोसाक छ, त्यसमा मगरको पोसाक छ, त्यसमा मधेसको पोसाक छ, त्यसमा पहाडको पोसाक छ। ती सबैका पोसाकहरूलाई संरक्षण गर्नु पर्यो किनकि ती सबै नेपाली पोसाक हो। तर ती मध्येबाट एउटा साझा पोसाक जो सगरमाथादेखि संयुक्त राष्ट्र सङ्घसँगको प्रतिनिधित्व गर्छ, त्यो चाहिँ दौरा सुरुवाल, टोपी
हो है, त्यो चिज बचाउनुपर्छ र त्यसलाई एउटा साझा पोसाकको रूपमा औपचारिक पोसाक बनाउनुपर्छ भन्ने हाम्रो माग हो। र सरकारले त्यो माग पुरा नगरे पनि जनस्तरबाट र चाहिँ भनौँ न अहिले जो कोही मन्त्री भइहाल्यो भने पनि पहिला जस्तो जिन्सको प्यान्ट लगाएर चाहिँ म त क्रान्तिकारी हुँ भन्ने अवस्था छैन नि त। कम्तीमा पनि इभन प्रचण्डजी जतिको मान्छेले पनि दौरा सुरुवाल लगाएर तपाईँको चाहिँ तेस्रो पटक प्रधानमन्त्री हुनुभयो भन्ने बित्तिकै यसको मर्म त रहेछ नि त, यसको गम्भीरता त रहेछ नि त। त्यो चिजलाई ख्याल गर्नुपर्छ भने यो दिवस मनाइयो। जस्तो तपाईँले यो राष्ट्रिय पोसाकको रूपमा दौरा सुरुवाल हाम्रो चौबन्दी चोली होइन यो मनाइरहँदाखेरि तराई मधेसका मान्छेहरूले धोती दिवस पनि मनाए होइन। यो चाहिँ हामी यसलाई स्वीकार्दैनौँ, तर धोती हाम्रो पहिचान हो भन्छ। जस्तो नेपालमा मात्र होइन, यो बोल्दा तितो लाग्छ होला, संसारमै केही विखण्डनकारी हुन्छ। हरेक देशमा हरेक भूगोलमा चाहिँ विखण्डनकारीहरू हुन्छन् जो तपाईँको विचारलाई मान्दैनन्, तपाईँको उद्देश्यलाई मान्दैन र तपाईँलाई नै मान्दैन होइन। त्यो भएर यति धेरै दलहरू छन्, यति धेरै धार्मिक पन्थहरू छन् होइन, यति धेरै भाषाहरू छन् भनिसकेपछि जस्तो नेपालमै तपाईँ तराईको किन कुरा गर्नुहुन्छ, यी काठमाडौँकै उपत्यकामा पनि कोही टोपी दिवस मात्र भनेर मनाउनेहरू पनि छन् नि त होइन। महिलाहरूलाई जिन्सको प्यान्ट लगाइदिएर तपाईँको जिन्सको प्यान्ट र ज्याकेटमा तपाईँको चाहिँ माथि टोपी लगाएर टोपी दिवस भन्ने चलन छ। तर गुन्युचेले कसले बचाउने थाहा छैन होइन। तिम्रो गुन्युचेले कसले बचाउँछ तिमीलाई थाहा छैन। तिमीले साडी लाउनु भुल्यौ, अहिले तिम्रो रेडिमेड साडी लाएर हिँड्नु परेछ तिमीलाई। तिमी चाहिँ चौबन्दी चोली तिमीले कसरी बाँध्ने तिमीले बिर्स्यौ, शिरबन्दी कसरी राख्ने तिमीले बिर्स्यौ, किनकि तिमी त मोडर्न आजकै नारी हो तिमी। र तिमीलाई के चाहिएको छ त भन्दाखेरि तिमीलाई टोपी लगाएर चाहिँ फेसबुक अथवा सामाजिक सञ्जालमा टिकटकमा चाहिँ 4वटा राम्रा कमेन्ट र 4वटा चाहिँ 200-400 लाइक चाहिएको अथवा चाहिँ भ्यू चाहिएको छ। तर राष्ट्रियता भन्ने चिज, संस्कृति र सभ्यता भन्ने चिज तपाईँको त्यो भ्युज र न्युजमा अगाडि रहँदैन। त्यो भएर पाहाडमै त्यो चलन छ कि केटाहरू पनि के गर्छन्, तल जिन्सको प्यान्ट लगाइरहेको हुन्छ, माथि टोपी लगाएर टोपी दिवस भन्छ होइन। हामीले लडाइँ गरिरहेको टोपीको लागि मात्र होइन नि त, हामी त पुरा शरीरभरिको पोसाकको लागि लामो समयदेखि लडाइँ गरिरहेका छौँ। काठमाडौँमा पनि त्यो छ। अब तपाईँले भन्नुभयो तराई मधेस, अब मधेसमा पोसाकको कुरा गर्दा सिके राउतजीहरूको लगायतको उहाँको विद्यार्थी सङ्गठनले गरेको 2 वर्षदेखि यो चलिरहेको छ। मैले सिके राउतजीलाई पनि भने, उहाँको महासचिवलाई पनि मैले अस्ति भने, तपाईँहरू जो धोती दिवस मनाइरहनु भएको छ र तपाईँ चाहिँ टोपी दिवसको खिलाफ भन्नुभएको छ नि, त्यो तपाईँहरू सबैजना गलत गरिरहनु भएको छ। तपाईँहरूले जुदाएर विखण्डन गरिरहनु भएको छ। तपाईँ भन्नुहोस् न धोती दिवस कहिले मनाउने, अर्को कुनै एउटा दिन राख्नुहोस् न, नयाँ वर्ष राख्नुहोस् न, नेपाली नयाँ वर्षमा धोती दिवस मनाउनु भने हामी नै धोती लगाएर तपाईँ त्यो कार्यक्रममा सहभागी हुन्छौँ नि। किनभने धोती भनेको त मधेसको मात्र होइन नि त। हाम्रा पिता पुर्खाले यो आजको यो पोसाक बन्नुभन्दा पहिले लगाउँथे त्यो धोती नै त हो नि, अरू त केही थिएन। आज पो हामी तपाईँको चाहिँ डिजाइन आयो, हामीले तपाईँको चाहिँ कोट बन्यो, दौरा सुरुवाल बन्यो होइन, प्यान्ट बन्यो, सर्ट बन्यो, ज्याकेट बन्यो। ती सबै नहुँदाखेरि हाम्रा पिता पुर्खाहरूको शरीरको लाज ढाक्ने पनि, शरीरलाई पनि ढाक्ने पनि त के थियो, त्यो धोती नै त थियो नि त। चाहे त आमाको होस् चाहे त बाको होस्, धोती नै हो होइन। त्यो त मधेसको मात्र होइन नि त। त्यो त अझ भन्ने हो त वैदिक सनातनी पोसाक हो धोती भनेको त। कतिसम्म वैदिक सनातनी भने हामीले 16 संस्कार जो हाम्रो हुन्छ, त्यो 16 संस्कारमा जन्मदेखि मृत्युसम्म र मृत्यु पश्चातको तपाईँको चाहिँ जुन वार्षिकी हाम्रो श्राद्ध कार्यक्रम हुन्छ, त्यो कार्यक्रमसम्म पनि हामीलाई यो अरू अन्य कपडाले हुँदैन होइन। त्यति स्वच्छ पोसाक मानिन्छ, त्यति तपाईँको चाहिँ शुद्ध पोसाक मानिन्छ धोती। त्यो तपाईँलाई पनि थाहा छ, हामी सबैलाई थाहा छ। त यो मधेसको पोसाक हो धोती भन्ने होइन। धोती भन्न कसैले तपाईँले धोतीको हेयको दृष्टिकोणले यदि मधेसीलाई भन्छ भने त्यो जघन्य अपराध हो, त्यसमा तपाईँको चाहिँ कारबाही हुनुपर्छ। तर धोती साझा पोसाक हो। तर सिकेजीलाई र विशेष गरेर तपाईँले तराई केन्द्रित नेताजीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने धोती दिवस कहिले मनाउने हो, डेट फिक्स गरेर आउनुहोस् होइन। कहाँ गएर हामी धोती लगाएर उभिनुपर्छ र धोती हाम्रो शान हो, धोती हमारा शान है भनेर भन्नुपर्छ, हामी रेडी, त्यसमा कुनै समस्या छैन। तर धोती र टोपीको लडाइँ तपाईँहरू नदेखाउनुहोस्। र सिकेजीलाई विशेष अनुरोध के छ भन्दा धोती लाउनुहुन्छ भने पुरै धोती लाउनुहोस्, माथि टाई लगाएर तल धोती लगाएर तपाईँ धोती पारा ननिकाल्नुहोस्। तपाईँ बुझ्नुभयो कि भएन? माथि टाई लाउने, बाहिर कोट लाउने, बुझ्नुभयो कि भएन? अनि तलभित्र प्यान्ट लाउने, तर अभियान गरेन चाहिँ बाहिर धोती बेर चाहिँ हाम्रो धोती हमारा शान है होइन। त्यो धोती फुगाएर तिम्रो इज्जत केही पनि मागिरहँदैन। त्यो भएर राजनीतिका लागि राजनीति नगर्नुहोस्, विखण्डनका लागि पोलिटिक्स नगर्नुहोस्। र मधेसलाई त्यो भन्न चाहन्छु र पहाडिया चाहिँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि धोतीको विरोध पनि नगर्नुहोस्। धोती हाम्रो हो, टोपी मात्र होइन, दौरा सुरुवाल गुन्यु चोली सबै हाम्रा साझा पोसाक हो। यिनीहरू सबैलाई बचाउनुपर्छ, जागृत बनौँ, अफवाहमा नलागौँ भन्न चाहन्छु। जस्तो हाम्रो त जातीय विविधता भएको मुलुक होइन, हाम्रो विभिन्न जात जातिका आफ्नै पोसाकहरू छन्, आफ्नै मौलिकता छ, आफ्नै पहिचान छ, हागु पटासी छ होइन, अन्य पोसाकहरू छन्। जस्तो हाम्रो यहाँ
नेवारी समुदायहरूको आफ्नै पोसाकहरू छन्। यही बिचमा यही राष्ट्रिय पोसाक दौरा सुरुवाललाई नै मान्नुपर्ने, चौबन्दी चोलीलाई नै मान्नुपर्ने चाहिँ यस्तो छ, मधेसमा गर्मी भएको कारणले गर्दाखेरि चाहिँ कोट लाउनु त सक्दैन। जाडोमा अहिले तपाईँ पाए कोट कसले लाउँदैन तपाईँको? आजको दिनमा मधेसमा तपाईँ चाहिँ कोट कसले लाउँदैन? जसले लाउँछ नि त, किनकि अहिले त शीतलहर चलिरहेको छ। त जाडोमा लाउन नसक्दाखेरि गर्मीमा त तपाईँको लाउन नसक्दा जाडोमा त लाउँछ। तर गर्मीको कारणले गर्दाखेरि चाहिँ मधेसमा दौरा सुरुवाल लाउन गाह्रो छ। इभन कहिलेकाहीँ म पनि दौरा सुरुवाल लाएर मधेस पुगिरहँदाखेरि चाहिँ एकदमै गर्मी हुन्छ, म मान्छु। राष्ट्रियता सरलताको लागि पनि चाहिन्छ, म त्यसमा तपाईँको चाहिँ म अग्री, म मान्छु। तर तपाईँले भने जस्तो यदि तपाईँले रिसर्च गर्नुभएको छ भने यो देशको 125भन्दा मास्तिर, अहिले त 141 जात जाति भनिएको छ। त्यो 141 जात जातिलाई तपाईँले चाहिँ हेर्नुहुन्छ भने पनि 70% भन्दा मास्तिर प्रतिशतका आधारमा जात जातिले लगाउने पोसाक चाहिँ दौरा नै हो। त्यो तपाईँले याद गर्दाखेरि हुन्छ। कोहीले दौरामा पटुकी बाँध्छ, कोहीले दौरामा इस्टकोट लगाउँछ होइन, कोहीले दौरा मात्र लगाउँछ, कोहीले दौरामा चाहिँ तपाईँको चाहिँ कोट पनि लगाउँछ। त्यो भूगोलको आधारमा फरक छ। तर तल तपाईँ चाहिँ कोहीले कछाड लगाउँछ, जस्तै तपाईँको चाहिँ मगरहरूले कछाड लगाउँछ होइन, तर उनीहरूले माथि लगाउनु फेरि दौरै हुन्छ नि त, तपाईँलाई याद छ नि। त महिलाले लगाउने त 100मा 100% गुन्यु चोली हो। कोहीले गुन्यु लगाउँछ, गुन्यु चोली तपाईँ साडी लगाउँछ, कोहीले तपाईँको चाहिँ ब्लाउज लगाउँछ। अहिले पछिल्लो समयमा मोडर्न भएर, नभए त महिलामा चाहिँ 100मा 100 100मा 100% गुन्यु चोली लगाउने चाहिँ चलन छ, जुनसुकै जातिमा तपाईँले हेर्नुहोस्। तर पुरुषले लगाउने पोसाकमा चाहिँ जस्तो राउटे लाउने पोसाक खोजेर भएन नि त, जङ्गल अवस्था के लाउने होइन। अझ विशेष त जनजातिहरू जो छन्, जो आदिवासी छन्, उहाँहरूको पोसाक चाहिँ दौरा सुरुवाल हो भन्ने चाहिँ छैन। नहुँदाखेरि तपाईँले भन्नुभयो नेवारले लाउने दौरा सुरुवाल नै हो, गुरुङले लाउने दौरा सुरुवालै हो, लिम्बूहरूले लाउने दौरा सुरुवाल नै हो, राईहरूले लाउने दौरा सुरुवालै हो, ब्राह्मण क्षेत्रीले लाउने दौरा सुरुवालै हो भनिसके पछाडि सबभन्दा नेपालको बहुसङ्ख्यक आधारमा रहेका यिनै हुन् नि त, यो 8-10वटा जाति हुन्। ती सबै जातिको पोसाक तपाईँको चाहिँ दौरा सुरुवाल छ। तपाईँ हेर्नुहोस् न, जस्तै आगोपटासी भन्नुभयो, यहाँ पहाडियाले लाउने तपाईँको चाहिँ जो गुन्यु चोली र चौबन्दी जो छ त्यसकै तपाईँको चाहिँ एउटा चाहिँ ड्रेस मात्र, डिजाइन मात्र फरक हो नि त आगोपटासी भने। अब हामीले ढाका टोपी लगाइरहँदाखेरि नेवारहरूले तपाईँको चाहिँ कालो टोपी लगाउँछन् होइन त। कालो टोपी त नेपालमा उसै पनि प्रचलित छ। भनेको मतलब हामीलाई विखण्डन गराइएको छ, टुक्रा टुक्रा बनाइएको छ। कहाँ दौरा सुरुवाल लगाएर हुन्छ, तर आफूले दौरा सुरुवाल लगाएको छैन, आफू कल्चर बिर्सेर गइसक्यो, अनि तपाईँको चाहिँ दौरा सुरुवाल विरोध गरिरहेको छ। तर तपाईँ नजिकबाट हेर्नुहुन्छ भने नेपालका तपाईँको चाहिँ दलितको कुरा गर्नुहुन्छ भने दलित तपाईँको चाहिँ यो एउटै होइन, खसारी होइन। दलितमा जति पर्सेन्ट तपाईँको चाहिँ 10% माथिको त दलित, त्यो सबै दलितले लगाउने पोसाक त दौरा सुरुवाल होइन त। उनीहरूको अर्को पोसाक छ त, उनीहरूको अर्को भाषा, अर्को संस्कार, अर्को पर्व छ त, छैन नि त। भनेपछि हामीलाई टुक्राइयो मात्रै, विखण्डन मात्र गराइयो यो र त्यो भनेर होइन भने तपाईँको चाहिँ रामवरण यादव, सम्मान्य तपाईँको चाहिँ प्रथम राष्ट्रपति रामवरण यादवले दौरा सुरुवालै लगाउनु पर्यो, माथि गम्छा राखिदिनु भयो नि त। उहाँले भन्न खोज्नु भएको के भन्दा दौरा सुरुवाल चाहिँ साझा पोसाक राष्ट्रको हो, माथि मैले गम्छा पनि राख्थेँ है, यो चाहिँ मैले मधेसलाई तपाईँको चाहिँ सम्मान गरेको भन्नुभयो नि त। सकिँदो रहेछ नि त। भने पछाडि टुक्रा बनाउन चाहिँ जति पनि छन्, यदि एकत्व गराउने हो भनेदेखि चाहिँ दौरा सुरुवाल नै हामी सबैको साझा पोसाक। यो जस्तो राष्ट्रिय पोसाक जहिलेदेखि तपाईँहरूले मनाउन थाल्नुभयो, यसपछि मान्छेको प्रतिक्रिया चाहिँ कस्तो पाउनु भएको छ? जस्तो सरकारको प्रतिक्रिया होइन, आम नागरिकको प्रतिक्रिया चाहिँ कस्तो छ? पहिले माओवादी पार्टीमा हुनेहरू धेरै, र विशेष त मैले बलाल सेनालाको नभने विशेष त कम्युनिस्ट विचारधाराका मानिसहरू। कम्युनिस्ट विचारधारामा चाहिँ के हुन्छ भन्दाखेरि पोसाक हुँदैन, भाषा हुँदैन, संस्कृति हुँदैन, हामी तपाईँ चाहिँ अब ग्लोबल भिलेजमा जाने, तपाईँको चाहिँ होइन संसारै तपाईँको चाहिँ घर बनाउने यताउति भन्ने कुराहरू इभन मान्दै गर्दाखेरि पनि तपाईँ चाहिँ स्टालिन मान्ने होइन, माओ मान्ने होइन, लेनिन मान्ने, त्यस्तो खालको अवस्था नेपालको परिप्रेक्ष्यमा छ। तर हिजो राजाले मात्र लाउने र अथवा विशेष पञ्चेहरूले मात्र लाउने अथवा तपाईँको चाहिँ राजावादीहरूले लगाउने, राप्रपाहरूले लगाउने भन्ने खालको चाहिँ त्यो चेतनाबाट त परिवर्तन भयो नि त। त्यो तपाईँले पनि देख्नु भएको छ नि, सबैले देखेको छैन त। यो त गलत रहेछ। फेरि हो पनि यो के भयो त भन्दाखेरि तपाईँलाई मैले जानकारी गराउँछु। मैले पढेको इतिहास भन्न खोजेको, हिजो पञ्चायतको पालामा चाहिँ जब पञ्चायत थियो त्यो बेलामा तपाईँ राजा त हेर्नुहोस् धेरै लिबरल थिए। राजा त अत्यन्तै प्रजातन्त्रवादी हो, चाहे त्यो महेन्द्र हुन्, चाहे त्यो वीरेन्द्र हुन्, चाहे त्यो ज्ञानेन्द्र, राजाको सवालमा। तर राजाको वरिपरि कान भर्ने चाहिँ खराब थिए कि
राजाको जसले चाकरी गर्थे आज पनि तपाईँलाई थाहा छ नि एउटा मन्त्रीको चाकरी गर्ने पिए कस्तो कुन लेभलको हुन्छ तपाईँले बुझ्नु भएको छ नि तपाईँले पनि अनुभव गरेर सबले अनुभव गरिरहेका छन् मन्त्रीभन्दा बढी तपाईँको चाहिँ धमाकेदार ऊ भइरहेको हुन्छ मन्त्रीले बरु 4 पैसा कमाउने कतिका त पिएका काठमाडौँमा घरै बनाइसकेका हुन्छ भनेपछि के हुन्छ भन्ने कुरो भनिरहनु पऱ्यो त्यो राजाको पालामा दौरा सुरुवाल लाउने मान्छेलाई राजाले चाहिँ लाउनुहुन्थ्यो त राजाका त्यो वरिपरि जो घुम्ने तपाईँको पञ्चे प्रधान पञ्च उपपञ्चहरू थिए नि तिनीहरूले चाहिँ गाउँमा दौरा सुरुवाल लाउन आम जनतालाई दिँदैन थिए कि र तपाईँले लाउनु पऱ्यो भने पनि पञ्चेको गोडा ढोग्नुपर्ने चलन छ मैले कहीँ पढेँ नि त यो त होइन पञ्चेलाई गएर तपाईँ रिक्वेस्ट गरेर अझ त्यस्तै पऱ्यो भने त तपाईँको चाहिँ दान दक्षिणा भेटिने चढाएर तपाईँको चाहिँ दौरा सुरुवाल लाउनु पर्ने त्यस्तो तपाईँको चाहिँ चरम तपाईँको चाहिँ त्यो के भन्छ त्यसलाई तपाईँको चाहिँ त्यो अवसरवादी भनौँ कि अथवा चरम तपाईँको चाहिँ त्यो चेतना नभएको यातना दिएको अथवा के भनौँ आफूले पोसाक पनि लाउनु नपाउने क्या आफ्नो तरिकाले त्यस्तो पनि अवस्था विगतमा थियो तर ती चिजहरू सबै चिरिए नि त अहिले प्रतिक्रिया जस्तो राज्यको तर्फबाट चाहिँ तपाईँहरू जस्तो यो यसलाई चाहिँ मान्यता दिने सवालमा होइन कस्तो किसिमको बहस भएको छ होइन सरकारका तर्फबाट सरकारका प्रतिनिधिहरूले के भन्छन् यो विषयमा होइन सरकारका प्रतिनिधिहरू भन्दा पनि हामीले अभियान चलाइसके पछाडि चाहिँ यसलाई राजपत्रमा पनि अङ्कित गरियो राजपत्रमा अङ्कित गरेर औपचारिक पोसाकमा उपस्थित हुनुहोला भनेर तपाईँको चाहिँ त्यसरी परिपत्र पनि गरियो जो मान्छे मन्त्री हुँदैछ जो शपथ लिँदैछ र परिपत्रमा अब अहिले तपाईँको संविधानमा लेखेको छैन र संविधानमा लेख्ने सहज कुरा पनि छैन होइन राजपत्रमा लेखेर तपाईँको चाहिँ औपचारिक पोसाक भनेको दौरा सुरुवाल हो खैरो कोट हो सेतो दौरा सुरुवाल हो तल कालो जुत्ता हो भनेर तपाईँ भनिसकेपछि अब त्यसमा धेरै तपाईँको बहस गरेर हिँड्नुपर्छ जस्तो मलाई लाग्दैन महिलाको सवालमा कुनै समस्या छैन महिला साडी चोलीमै हिँडिरहेको हुन्छ नि महिलाहरूको पोसाकमा कुनै समस्या रहेन अब रहेको कुरा राज्यको तर्फबाट आउने कुरामा राज्यमा नेतृत्वमा गएको मान्छे जस्तो यति बेलाको राष्ट्रपतिले दौरा सुरुवाल लाउनुहुन्छ नि औपचारिक पोसाकमा सदैव दौरा सुरुवालमै देखिएको छ नि त उपराष्ट्रपतिले पनि तपाईँको चाहिँ मधेसकै हुनुहुन्छ त उहाँले पनि तपाईँको चाहिँ लाउनु त दौरा सुरुवाल लाउनुहुन्छ सामान्य रामसहाय यादवजीले तपाईँले देख्नु नै भएको छ राष्ट्रिय सभाको सदस्य अध्यक्षले पनि त्यही लाउनुहुन्छ सभामुखले पनि त्यही लाउनुहुन्छ अब भन्नुहोस् तपाईँको हामीले कसैको पोसाकको चाहिँ स्वतन्त्रतालाई खबरदारी गर्नु त मिलेन तर राज्य स्तरबाट हामीलाई लिएर आएर हामी अभियन्तालाई हामी स्थापना गर्ने मान्छेलाई भलै राज्यले नचिन्ला एप्रिसिएसन नगर्ला धन्यवाद त दिनुपर्ने हो नि त होइन तर नदिए पनि अभियानले एउटा दिनुपर्ने तपाईँको त्यो पुग्नुपर्ने ठाउँमा त अभियान पुग्यो नि त त्यो गर्दा चाहिँ उनीहरूले के भन्छन् भन्नेसँग मलाई खासै अर्थ लाग्दैन र अहिले हामी उनीहरूको चिन्ता पनि गर्दैनौँ हामीलाई कुनै एउटा मन्त्रीले दौरा सुरुवाल लाएन भन्ने विषयमा चिन्ता छैन कि अहिले भर्खर एउटा विद्यालय गएको बच्चालाई तपाईँको दौरा सुरुवाल अथवा चाहिँ त्यहाँको चाहिँ हुन्छ नि साडी चोली अथवा चाहिँ गुनिउँ चोली अथवा चाहिँ हाम्रो कल्चरल पोसाक राष्ट्रिय पोसाकहरू संस्कृति हाम्रो भाषालाई चाहिँ तिनीहरूले बचाउन सक्छ कि नै सक्दैन त्यो विषयमा चाहिँ चिन्ता त्यहाँनिर हो किनकि त्यो पुस्ताले तपाईँले गर्छ गर्दैन भने त्यो पुस्ता आवश्यक छ तर आवश्यक चाहिँ हाम्रो भन्दा पछिल्लो यो जुन अहिले भनिरहेको अहिलेको उसमा चाहिँ अल्फा पुस्ता छ नि सबभन्दा चिन्ताको विषय चाहिँ अल्फा पुस्तालाई हाम्रो संस्कृतिसँग कसरी जोड्ने त्यहाँ चाहिँ चिन्ता छ यसपालिको योजना के छ के कसरी तयारी गर्दै हुन्छ हामी सबभन्दा गर्वको सबभन्दा महत्त्वपूर्ण कुरा के छ भने हामीले यो देशको राष्ट्र कवि माधव प्रसाद घिमिरेलाई सम्मान गर्ने अवसर प्राप्त गर्यौँ यही अभियानको दौरान इतिहासविद सत्यमोहन जोशीलाई सम्मान गऱ्यौँ ज्ञानमणि नेपाल इतिहासविद उहाँलाई हामीले सम्मान गऱ्यौँ त्यसपछि हामीले विशेनगरजीलाई विशेष रूपमा सम्झिने गर्दछौँ विशेनगरजी र योगी नारायण नाथजीलाई हामीले अत्यन्त श्रद्धा गर्छौँ र ती 5 चाहिँ हाम्रो तर्फबाट हाम्रा विभूति उहाँहरूको स्मृतिमा चाहिँ हामीले हरेक वर्ष चाहिँ यो देशको भाषा कला साहित्य संस्कृति यी चिजमा जसले चाहिँ लामो समय जीवन अर्पण गर्नुभएको छ उहाँहरूलाई हामीले सम्मान गर्छौँ अभिनन्दन गर्छौँ हरेक वर्ष है त गत वर्ष हामीले तपाईँको चाहिँ प्राध्यापक डाक्टर वीणा पौडेललाई गऱ्यौँ त्यसपछि डाक्टर राजेन्द्र विमललाई गऱ्यौँ व्याकुल मायालाई गऱ्यौँ त्यसरी होइन त्यो तरिकाले हामीले गर्दै आइरहेका छौँ र यो वर्ष पनि हामीले त्यसलाई कन्टिन्यू निरन्तरता दिन्छौँ यो वर्ष हामीले झन्डाका पुनर्ढाँचाका यहाँ त कोही कोहीले झन्डाका डिजाइनर भनेर पनि तपाईँको चाहिँ मिडियामा हालेको देख्छु मैले झन्डाका पुनर्ढाँचाका रिडिजाइनरको रूपमा हामीले चिनेका वरिष्ठ इन्जिनियर शङ्करनाथ हिमालले उहाँलाई हामीले सम्मान गर्छौँ उहाँको उमेर पनि भयो उहाँलाई गर्नुपर्छ त्यसपछि 2013-14मा तपाईँको चाहिँ टोपीको अन्तर्राष्ट्रिय अभियान चलाएका विदेशमा बस्ने नेपालीहरूलाई टोपी लगाउनुपर्छ भनेर जागरण गरेका एकजना हुनुहुन्छ युवा शङ्कर बन्जाल र यसै वर्ष हामी संयुक्त राष्ट्र सङ्घबाट सगरमाथासम्म झन्डा बोकेर गएर सगरमाथै चढ्ने विश्व साइकल यात्री पुष्कर शाहलाई यसपालिको तयारी त्यो छ योपालिको तयारी र
र यो पालिको तयारीमा हामीले कार्यक्रम हामी त जहिले पनि सडकमा कार्यक्रम गर्छौँ हजुरलाई थाहा छँदैछ। अब सडकमा कार्यक्रम गर्दा के हुँदो रहेछ धेरै मान्छेलाई थाहा हुँदो रहेछ जागरण हुँदो रहेछ भित्र बन्द कोठामा गर्नु हुँदैन। त्यो भएर हामीले हरेक वर्ष सम्मान गर्छौँ। यो वर्ष पनि हामीले अझ एउटा दुईवटा सम्मानहरू त हाम्रो बाँकी नै छ, थप्नै बाँकी छ। तर म आशावादी छु कि यो वर्षको कार्यक्रम अत्यन्त दिव्य हुन्छ र हामीले त्यसको लागि तयारी गरिरहेको छौँ।